Either we've got Kushal Vitel अनि सन्दीप लामिछाने केही नगर्ने अप्सन छैन म उहाँलाई डेट गर्छु बिकज हेर्नु न अब कस्तो अलिकति विराट कोहली टाइपको भाइब दिइराख्नु भएको छ क्या उहाँले होइन यस्तो हेर्दाखेरि पनि होइन म पनि त्रिसराकै पक्षमा गएँ उहाँलाई त केही गर्न नि मन छैन तर भाइटिका नै भन्नुपर्दा सन्दीपजीलाई चाहिँ होइन हामी 18 भन्दा अब हो नि त हामीलाई त डेफिनेटली हामीलाई त बहिनी नै बनाउनुहुन्छ अब ल डेट भयो त उहाँले गर्ने नि होइन डेट त उहाँलाई नै गर्ने दाजुभाइ यस्तो दिन त जस्तो केटीहरू जो दिन रात ठमेलमा बास हुन्छ त्यस्ता मान्छेले हाम्रो राष्ट्रिय कलाकार सन्दीप लामिछानेको पास्टलाई लिएर ह्याएर जस्तो केटीहरूले गर्दाखेरि नि सोझा साझा केटाहरू फस्ने उनीहरू चाहिँ सुसाइड गर्ने नराम्रो काम गर्ने कसैको पास्टलाई लिएर बिल्ला गर्न पाइँदैन यस्तो नराम्रो गरेको छ नि तिमीहरू आफ्नो दाजुभाइ परेको भए के गर्थ्यौ आफ्नो ह्याह्या गर्थ्यौ तिमीहरू भने तिमीहरू कहाँ गएर बोलिरहेको छौ कसले देख्छ तिमीहरूको कुरा कसलाई असर पर्छ भनेर त तिमीहरूलाई त थाहा छ नि त कसको बारेमा बोलिरहेछौ भने ती अलिकति सेन्स छ नि त तिमीहरूमा लाजलाई पनि लाज लाग्न पर्ने हो यार सन्दीप लामिछानेले गल्ती गरेको भए उसलाई कानुनले हेरिरहेछ कानुनले हेर्छ कानुनी प्रक्रियामा ऊ गइरहेको छ कानुनले त्यही अनुसारको सजाय दिइरहेको छ र त्यही अनुसारको कदम चलाइरहेको छ भन्यो भने यस्तो डिसरेस्पेक्ट के ओ माई गड आफ्नो आफ्नो भाइ दाइलाई बोलेको भए त्यो कुराहरू डिसरेस्पेक्ट गरेको भए त्यो ठाउँमा बसेर हेर्नु न तिमीहरूको सन्दीपसँग डेट जाने भनेको औकातै पुग्दैन ल मैले भनिदिएँ होइन तिमीहरूको सन्दीपसँग डेट जाने औकात पुग्दैन त्यहाँ कुरा सिम्पल छ त यार कसलाई चाहिँ भाइटिका कोसँग चाहिँ डेट होइन दुईजनामा एकजना चुज गर्दै सकिन्न हामी त 18 एबो कसैले पनि कसैको पास्टलाई लिएर टर्चर गरेको गर्नु मिल्दैन के यार त्यही पनि सन्दीपलाई अदालतले सफाई दिइसकेको हो के त्यो विषयलाई अहिले यहाँ ल्याउनु पर्थेन के तिमीहरूले त्यो विषयलाई अहिले यहाँ ल्याउनु हुन्थेन के तिमीहरूको अझै त्यो लेभल पुगिसकेको छैन के मैले तिमीहरूलाई चिन्ता त चिन्दिन्न ल तिमीहरूले नेपालको बच्चालाई सोध त सन्दीप लामिछाने को हो भनेर तिमीहरूलाई भनिदिन्छ सबैले एन्सर दिन्छ तिमीहरूलाई सन्दीप लामिछाने को हो भनेर तर तिमीहरूलाई मैले चिन्दिन्न म जस्तो कतिले चिन्दैन तिमीहरूलाई लेभल हो त तिमीहरूको त्यो औकात हो त तिमीहरूको त्यो अब तिहारको बेला छोरी मान्छेलाई के गाली गर्नु होइन गर्न त तर यी दुईटालाई चाहिँ गर्नै पर्ने भयो क्या हुन चाहिँ यो दुईटा को म चिन्दिनँ पनि होइन यिनीहरू के हुन चाहिँ के भयो क्या सन्दीप लामिछाने भनेको एउटा देशको गहना हो क्या अनि उसको अतीतमा जे पनि भयो अब अदालतले उसलाई निर्दोष भनेर छोडिदिइसक्यो ऊ आफ्नो जिन्दगीमा अघि बढिरहेको छ तिमीलाई चाहिँ के चम्किएको चुर्ना परेर यो 18 देखि माथि अदालतले भन्छ कि तैँले भन्छस् उसलाई आफ्नो जिन्दगीमा अघि बढिरहेको छ सब कुरा बिर्सेर अघि बढ्न दिएन होइन भने को त्यो छोरी मान्छे को लिएर आउनु पर्यो यिनीहरू चाहिँ को हो क्या मैले नबुझेको यार सडकबाट उठाएको छ क्यामेरा गाडी लिएर आएछ कहीँ नभएको सेलिब्रेटी त्योमा को हो खासमा मैले चिन्दा त चिन्दिनँ तर पनि एउटा खेलाडी जो चाहिँ राष्ट्रको गहना हो उसको बारेमा के बोल्दैछु त्यति कुरा चाहिँ हेक्का राख्नु पर्ने थियो किनभने सन्दीप लामिछाने जो चाहिँ वर्ल्ड कपको लागि तयारी गर्दैछन् यदि उनको बारेमा अन्य कुनै खेलाडीको बारेमा कसैले केही नराम्रो कुरा बोलिदियो भने उनीहरूको मेन्टल हेल्थमा कतिको असर पर्छ भन्ने कुराहरू हामीले बुझ्न जरुरी छ फेरि हामीलाई त प्रत्येक गेम जित्नु पर्ने हुन्छ कुनै पनि खेलाडीहरूले नराम्रो पर्फर्मेन्स गर्ने बित्तिकै उसलाई त गाली गर्ने ट्रोल गर्ने गरिहाल्छौँ तर त्यो खेलाडीले कस्तो कुराहरू भोगिरहेको छ कतिको मेन्टल हेल्थमा गुज्रिरहेको छ त्यो कुराहरू हामीले कहिले बुझेका छौँ अनि फेरि एउटा यस्ता ग्रुप छन् जसले चाहिँ कि उसलाई सबैले डेट गरिदिन्छु भन्ने नै पर्ने हो कि सबैले राम्रो भन्दिन नै पर्ने हो तिमी जाँठाहरूलाई म एउटा कुरा के भन्छु भने यदि तिमीहरूले कोहीलाई राम्रो गर्न सक्दैनौ भने उसको नराम्रो गर्ने पनि अधिकार छैन किन उसलाई ड्र्याग गर्नु पर्यो यस्तो कुराहरूमा मजाले देशको लागि रिप्रेजेन्ट गर्न गएको मान्छेलाई किन यस्तो अनावश्यक कुराहरूमा राख्नु पर्यो लेट हिम लिभ हिज लाइफ के होला उसको पहिला कन्ट्रोभर्सियल कुराहरू थियो कति कुराहरूबाट ओभरकम गरेर आएको मान्छेलाई किन फेरि यो अनावश्यक कुराहरूमा ल्याउनु पर्यो अनि यो साला एडिटरहरू के भएको तिमीहरू र फुटेजलाई लिएर अपलोड गर्ने त होइन होला तिमीहरूले पक्कै पनि हेर्छौ होला कस्तो भयो के भयो कहाँनिर काट्नु पर्ने हो कहाँनिर साउन्ड मिलाउनु पर्ने हो अनि त्यति बेला तिमीहरूले यो एडिट गरेर मिलाउन सक्थेनौ थाहा छ के तिमीहरूलाई पनि सन्दीप लामिछानेको बारेमा बोल्यो भने भ्युज आउँछ त्यही भएर नै हालेका हो तिमीहरूले अहिले त हटाएका रहेछन् तर पनि त्यो कुराहरू सन्दीप लामिछानेले देखिसके